साथीहरु म चाहिँ अहिले भेडवाथान भन्ने ठाउँ यो हाम्रो सुनवर्सी नगरपालिकामा रहेको यो सुनवर्सीको यो चाहिँ डाइनिया भन्दा अलिक पश्चिमपट्टि रहेको यो थान भेडवाथान भन्छन्। यो भेडवाथानको यो ऐतिहासिक रुखलाई काटिएको छ। हाम्रो यहाँ पारुल छेत्रीज्यू उहाँ विराटनगरदेखि आउनु भएको छ, जुन अहिले बिरुवाहरू रोप्ने काम गर्दै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ यो यति ठुलो रुख, यसलाई लगभग यो 200 वर्षभन्दा पुरानो होला यो रुख चाहिँ। अब यसलाई चाहिँ ठुलो बनाउनलाई हामी फेरि अब हाम्रो पुस्ताले पनि अब सक्दैनन् होला। यो इतिहास मिटाउने कार्य भएको छ साथीहरु। यसले चाहिँ हजारौं माघौ चराचुरुङ्गीलाई यसले चाहिँ बास स्थान दिएको थियो। यसले चाहिँ यो साथसाथ यहाँ भगवान चाहिँ विष्णु भगवान बस्ने, लक्ष्मीमान बस्ने यहाँ छु भयो। विराटनगरमा एउटा जो पिपल गाछी काटेको थियो, कत्रो प्रलय भयो, विराटनगरको सारा सरकारी कार्यालय जले, केही न केही प्रलय फेरि हुन्छ यहाँ। हाम्रो यत्रो रुख काट्यो, ठुलो प्रलय हुनेवाला थियो। यो को मान्छे हुनुहुन्छ, समितिको मान्छे को हुनुहुन्छ यहाँ आउनु पर्यो हो। कृपया तपाईँहरू को हुनुहुन्छ, म यहाँ तपाईँहरू बोलाउन चाहन्छु। हेर्नुहोस् यो तपाईँलाई कसले यो अधिकार पनि दियो। नमस्ते, को हुनुहुन्छ यो समितिको मान्छेहरू, आइदिनु कृपया। यो यति पुरानो रुख जसलाई पूजा गरिरहेको यहाँ भगवान विष्णु बस्नुहुन्थ्यो, यहाँ यसले के बिगारो, कसलाई के डिस्टर्ब गरेर काटिदिनु भयो भन्नुहोस् त। यो ठुलो क्षति हुन्छ, हेर्नुहोस्, ठुलो दशा लाग्छ यहाँ मान्छेहरू सबैलाई। हेर्नुहोस् ठुलो घटना हुन्छ, हेर्नुहोस् यस्तो गरो नराम्रो हुन्छ। विराटनगर एउटा पिपलको गाछी काटिदिएको थियो, सारा विराटनगरको सरकारी कार्यालय जलो, के भयो देशमा यस्तो अशान्ति भयो। यहाँ यसरी यत्रो ठुलो गाछी काटिदिनु भयो, एकचोटि तपाईँहरूको कलेजा काँपेन, हात काँपेन? यो रुख किन काट्ने? थान भनेको कहाँ हुन्छ? थान भनेको चाहिँ जहाँ रुख हुन्छ ती हुन्छ नि त। खालि बिल्डिङ पक्का घर, हाम्रो दादाहरू कुन पक्का घरमा बस्यो? दादा परदादाहरूको बेलामा भगवान बस्दैन थियो, पक्का घर चाहिएको थियो, रुखमै बस्थ्यो नि भगवानहरू सबजना। हाम्रो पनि सबजना त फुस्के घरमा बस्नु भएको थियो नि। यसरी हामीले रुख काटेको, अरू पनि रुख काटेको छ कि यो दुईटा हो? अर्को साइडमा पनि छ। हेरौँ त बाप रे बाप रे बाप। हेर्नुहोस्, बोलाउनुहोस् को मान्छे हुनुहुन्छ। उहाँले धेरै ठुलो पाप गर्नुभएको छ। हेर्नुहोस् उहाँलाई ठुलो, उहाँको एकदमै ठुलो पाप लाग्छ उहाँलाई। यस्तो रुख, यो रुखले चाहिँ हजुरबालाई हेरौँ, बाउलाई हेरौँ, हजुरबाउको बाउलाई हेरौँ, हजुरबाउको हजुरबाउलाई पनि हेरौँ। यसले कयौँ यसले पुस्तालाई पहिचान भएको चिज हो नि, यत्रो ठुलो पहिचान भएको चिजलाई यसलाई काट्यौँ हामीले। यसले कसलाई के बिगारो, यसले कसलाई दुःख दियो? अनि ती पुरानो त्यो सबै हरियर बैठल रहे, लाख उपाय कल के कोटा गोली आवाज न भेले, सब राख के गोबर हामीले पनि गुनासो गरेर छु। यो भनेको यो सारा गोली राखेर सलाम गरेर तपाईपछि अब एकवटा हरियरको चिरिया यो भनेको पुर्खाइदेखि यो बोट बिरुवा हो, कसैलाई पनि थाहा छैन कि यो कसले रोप्नु। मैले त्यही भनेको आउनुहोस् त, कसले रोप्नु पर्यो देखाउनुहोस् त। मैले रोपेको थिएँ, मैले पानी हालेँ भनेर। नमस्कार, हो कसैले रोप्नु भएको थियो आउनु होला उहाँ भन्नु कि मैले रोपेको थिएँ, ल मैले काटे छोड्ने। कसले रोप्नु भएको थियो? अनि यो चाहिँ समितिले गरेको छ। यो सारै समितिले भन्नुहोस्, यसले कसका डिस्टर्ब गर्यो, यसले के बिगारिदियो भन्नुहोस् त? कसैलाई यसले गाली दियो कि कसैलाई यसले चाहिँ केही नराम्रो गर्यो? के गर्यो यसले? आफ्नो साइडमा रुख चाहिँ काटिरहेछ। साथसाथ भगवान विष्णु मैले पनि त्यो विचार गरेँ कि यो चाहिँ नकाट्नु पर्ने।